समाजवादी बजार अर्थतन्त्र। समाजवाद अनि बजार सँगसँगै सुन्दा नै कस्तो अचम्म लाग्छ हैन त? एकातिर समाजवाद जहाँ उत्पादनका साधनहरूमा राज्यको नियन्त्रण हुन्छ, अनि अर्कोतिर बजार जहाँ खुल्ला प्रतिस्पर्धा र नाफाको खेल हुन्छ। यी दुई ठिक उल्टो कुराहरू एकै ठाउँमा कसरी फिट होलान्? ल आउनुहोस् यही रोचक रहस्यको पर्दा उगारौँ। अब हेर्नुहोस्, सामान्यतया के हुन्छ भने यी दुई आर्थिक सोचाइलाई एक अर्काको ठिक विपरीत मानिन्छ। एकातिर राज्यले सबै कुराको योजना बनाउँछ, अर्कोतिर बजारले माग र पूर्ति अनुसार आफै बाटो तय गर्छ। हो, यही तनावको बीचमा समाजवादी बजार अर्थतन्त्रले एउटा समाधान निकाल्ने कोसिस गर्छ। त्यसो भए प्रश्न उठ्छ, यो नयाँ मोडल चाहियो नै किन त? पुरानो परम्परागत प्रणालीमा आखिर त्यस्तो के गडबड थियो जसले गर्दा यस्तो हाइब्रिड मोडलको खोजी गर्नु पर्यो? ल हेर्नुहोस्, पूर्ण रूपमा राज्यको नियन्त्रणमा भएको अर्थतन्त्रमा खास गरी 3वटा ठूला समस्याहरू देखिए। पहिलो त कुनै प्रतिस्पर्धा नै नभएपछि नयाँ सोच, नयाँ प्रविधिको विकास लगभग ठप्पै भयो। दोस्रो, उत्पादन गर्ने तरिका एकदमै पुरानो र बद्दा थियो, जसले गर्दा स्रोतहरूको ठूलो बर्बादी भइरहेको थियो। र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा के भने उपभोक्तालाई के चाहिन्छ भनेर कहिले सोधिएन। सरकारले जे बनायो त्यही किन्नुपर्ने बाध्यता, चाहे त्यो काम लागोस् वा नलागोस्। हो, ठ्याक्कै जिनै समस्याहरूको समाधान खोज्ने क्रममा एउटा बिल्कुलै नयाँ र अभिनव मोडलको जन्म भयो, समाजवादी बजार अर्थतन्त्र। यसको चुरो कुरो के हो भने देशका ठूला र एकदमै महत्त्वपूर्ण उद्योगहरू सरकारकै हातमा रहन्छन्। तर ती उद्योगले के बनाउने, कति बनाउने र त्यसको मूल्य कति राख्ने भन्ने कुरा चाहिँ बजारले निर्धारण गर्छ, अर्थात् माग र पूर्तिले। भन्नुको मतलब स्रोत कसरी प्रयोग गर्ने भन्ने निर्णय नाफा र दक्षताको आधारमा हुन्छ, न कि कुनै सरकारी आदेशको भरमा। अब यो तालिकालाई हेर्दा कुरा झनै छर्लङ्ग हुन्छ। हेर्नुस् त, समाजवादी बजार अर्थतन्त्र कसरी परम्परागत समाजवाद र पुँजीवादको ठिक बीचमा बसेको छ। यसले दुवै प्रणालीबाट केही महत्त्वपूर्ण तत्त्वहरू सापटी लिएको जस्तो देखिन्छ, जस्तै कि स्वामित्वको सिद्धान्त समाजवादबाट लियो, तर निर्णय प्रक्रियाको तरिका चाहिँ बजारबाट। ल, सिद्धान्तको कुरा त भयो, अब यो कुरालाई वास्तविक संसारमा कसरी लागू गरियो त? यसको सबैभन्दा ठूलो र सफल उदाहरण हो चीन। यो मिति सन् 1978 इतिहासमा एकदमै महत्त्वपूर्ण छ। यही सालमा चीनका नेता देङ स्याओपिङले आर्थिक सुधारको ढोका खोले, जसले चीनको पुरै कायापलट गरिदियो। वास्तवमा भन्ने हो भने यही नै समाजवादी बजार अर्थतन्त्रको व्यावहारिक सुरुवात थियो, जसले करोडौं मानिसलाई गरिबीबाट माथि उठायो। तर सोच्नुस् त, यत्रो ठूलो परिवर्तनको पछाडि कुनै गहिरो जटिल सैद्धान्तिक बहस थिएन, बरु एउटा एकदमै सरल, व्यावहारिक र शक्तिशाली सोच थियो। त्यो सोच देङ स्याओपिङको यही भनाइमा लुकेको छ, बिरालो कालो होस् वा सेतो, त्यसले मुसा समात्छ भने त्यो राम्रो बिरालो हो। यो भनाइले सबै कुरा प्रश्न पार्छ। उहाँका लागि महत्त्वपूर्ण कुरा सिद्धान्त थिएन, परिणाम थियो। आर्थिक विकास गर्ने र जनताको जीवनस्तर उकास्ने, यसका लागि जुन प्रणालीले काम गर्छ त्यही नै उत्तम हो। बस यति नै थियो उहाँको दृढ विश्वास। ल त, अब अलि भित्रै गएर हेरौँ, यो हाइब्रिड मोडलका खास अङ्गहरू के हुन् र यसले वास्तवमा काम चाहिँ कसरी गर्छ त? यो प्रणालीलाई एउटा 2 इन्जिन बोकेको गाडी सम्झिनुस् न। पहिलो इन्जिन अर्थात् राज्य, जसले ऊर्जा, ब्याङ्किङ, दूरसञ्चार जस्ता देशका लागि एकदमै रणनीतिक क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा राख्छ। जस्तो कि चीनको सरकारी कम्पनी सिनोपेकले तेल क्षेत्रमा आफ्नो प्रभुत्व जमाएको छ। तर दोस्रो इन्जिन अर्थात् बजारले अन्य क्षेत्रहरूमा प्रतिस्पर्धा गराएर नयाँ प्रविधि र दक्षता ल्याउन मद्दत गर्छ। यही नै अलिबाबा र टेन्सेन्ट जस्ता निजी कम्पनीहरूले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गरिरहेका छन्। अब यसलाई अझ सरल बनाएर हेरौँ है त। यसका मुख्य विशेषताहरू के हुन्? पहिलो, देशको मुख्य सम्पत्तिमा सार्वजनिक स्वामित्व नै हुन्छ। दोस्रो, बजारले सहयोगीको भूमिका मात्रै खेल्छ, मुख्य ड्राइभर होइन। तेस्रो, निजी क्षेत्रलाई पनि काम गर्न दिन्छ, तर एउटा निश्चित सीमाभित्र। र चौथो, यदि अर्थतन्त्र गलत बाटोमा जान लाग्यो भने राज्यले नियम बनाएर हस्तक्षेप गर्न सक्छ। तर के यो प्रणाली सबै समस्याको अचूक समाधान हो त? के यसमा कुनै कमजोरी नै छैन? अवश्य पनि छ। यो मोडल अपनाउनु भनेको डोरीमा हिँड्नु जस्तै हो, जहाँ सन्तुलन मिलाउन एकदमै गाह्रो हुन्छ।
अब यसका चुनौती र आलोचनाहरूलाई पनि अलिकति केलाउँ। अब आलोचकहरूको कुरा सुनौ। उनीहरू भन्छन् जब बजारलाई ठाउँ दिइन्छ, धनी र गरिब बीचको खाडल तीव्र गतिमा बढ्न थाल्छ। यसले त समाजवादको समानता भन्ने मूल मन्त्रमाथि नै प्रश्न उठाउँछ। अर्कोतर्फ महत्त्वपूर्ण क्षेत्रहरूमा राज्यको बलियो पकडले बजारको स्वतन्त्रतालाई खुम्च्याउन सक्छ। यसले गर्दा नयाँ आविष्कारहरू हतोत्साहित हुन सक्छन् र अर्थतन्त्रमा सरकारी एकाधिकार हावी हुने डर पनि उत्तिकै हुन्छ। हो, त्यसैले यो प्रणालीको सबैभन्दा ठूलो र कहिले नसकिने चुनौती भनेको यही हो। एकातिर बजारबाट आउने आर्थिक दक्षता र अर्कोतिर समाजवादले खोज्ने सामाजिक समानता। यी दुई बीच सही सन्तुलन कसरी कायम गर्ने, यो एउटा यस्तो प्रश्न हो जसमाथि निरन्तर बहस चलिरहन्छ। समग्रमा हेर्दा समाजवादी बजार अर्थतन्त्र एउटा लचिलो र नतिजामा केन्द्रित आर्थिक मोडल हो। यो वास्तवमा सामाजिक न्यायको लक्ष्यलाई नछोडिकन बजारको गतिशीलताबाट फाइदा लिने एउटा साहसिक प्रयोग हो भन्न सकिन्छ। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न छोडेर जाउँ, चीनले अपनाएको यो मोडल के अरू विकासशील देशहरूको लागि पनि विकासको एउटा सम्भावित र सफल बाटो बन्न सक्ला त? यो प्रश्नले पक्कै पनि भविष्यमा थुप्रै बहसहरू निम्त्याउनेछ।